आजको हाम्रो टपिक चाहिँ हो समता र समानता। अब समता भनेको के हो ल भन्नु त, के होला समता भनेको? हो, समता भनेको चाहिँ आवश्यकता अनुसार गरिने व्यवहार। के अरे भन्नु त? आवश्यकता अनुसार गरिने व्यवहार के हो त? समता है। आवश्यकता अनुसार गरिने व्यवहार हो के? आवश्यकता अनुसार गरिने व्यवहार समता। जस्तो जसलाई जति चाहिन्छ हैन, जसलाई जति चाहिन्छ त्यति नै दियो भने के हो त? त्यो समता हो। जस्तो हामीले कमजोर वर्गलाई समुन्नत वर्गसम्म पुर्याउनको लागि कति दिँदा हुन्छ हैन? अथवा यसको तपाईलाई एउटा सजिलो, तपाईले धेरैतिर यो चित्र देख्नु पनि भएको छ हैन, बुझ्न धेरै सजिलो मलाई लाग्यो। जस्तो मानौँ यहाँ केही चिज राखिदिएको छ है, यहाँ केही चिज राखिदिएको छ, त्यो चकलेट छ, त्यो चकलेट चाहिँ हैन लिनु पर्ने छ। एउटा मान्छे, यो हाम्रो सतह भयो हैन, एउटा मान्छे सानो छ, यो मान्छे छ यहाँ, अर्को मान्छे अग्लो छ हैन। अब हामीले त्यो चिज हैन, त्यो चिज प्राप्त गर्न ल गर भनेर दिउँ भने कसले सजिलै प्राप्त गर्छ भन्नु त? अग्लोले त सजिलै प्राप्त गर्ने हो। अब यो सानोले त जति उफ्रे पनि गर्न सक्छ त? सक्दैन। अब यो सानोलाई के गरिदिउँ भने हामीले यहाँनिर टुल राखिदिउँ हैन। यो एउटाले मात्रै पनि यसलाई पुगेन नि त, यसलाई दुईटा टुल राखिदिउँ। आवश्यकता त यसलाई दुईटा टुल छ। अब हामीले यसलाई यहाँ राख्यौँ भने अब यो मान्छे के भयो त हैन, बराबर हो नि त हैन। यसलाई यहाँसम्म ल्याउँ हैन, यो मान्छे अब यहाँसम्म भयो भनेपछि अब यो बराबर हुनु चाहिँ के हो त? होइन नि, यो बराबर भएको अवस्था चाहिँ समानता हो है। यो बराबर भएको अवस्था के हो? समानता हो। अनि यी दुईटा टुल चाहिँ के हो त? समता हो के? यो चाहिँ समता हो के हो। किनभने अब यसलाई हामीले दुईटा टुल लगाइदिउँ, यो टुल के हो त? समता हो। भने समता चाहिँ के रहेछ त भन्नु त? साधन हो, यो साधन हो हैन। अनि हाम्रो लक्ष्य चाहिँ के हो त? समानतामा पुग्ने हो भनेपछि यो के हो त? साध्य हो के? भनेपछि हामीले उसलाई समताको माध्यमबाट कहाँ पुर्यायौँ? समानतामा पुर्यायौँ के? अब यो दुईटै मान्छेलाई बराबर हो नि त। अब ल यो चिज पक्र त भनौँ, दुईटैलाई के भयो त? दुईटैलाई के भयो भनौँ न? न्याय भयो कि भएन भन्नु त? न्याय भयो नि त। किनभने अब त बराबर भयो, दुईटैले त्यसलाई लिन सके। त्यही भएर के भनिन्छ भने यो समानताको एउटा प्रचलित भनाइ के छ भने असमानहरूका बीच असमान व्यवहार हैन, र समानहरूका बीच समान व्यवहार हैन, यो भनाइ छ। जस्तो यी दुईटा मान्छे समान छन् कि असमान छन्? असमान छन्। त्यही भएर हामीले असमान व्यवहार गर्यौँ। यसलाई टुल दियौँ, यसलाई टुल दिएनौँ भनेपछि असमान व्यवहार गर्यौँ हैन। त हामीले असमान व्यवहार गर्यौँ किनभने यिनीहरू पहिले नै असमान छ। तर यदि यो मान्छे पनि यति नै अग्लो थियो भने हामीले के गर्नु पर्थ्यो? टुल दिनु पर्थ्यो? पर्दैन थियो हैन। यदि यो मान्छे पनि यति नै अग्लो थियो भने त हामीले टुल दिनु पर्दैन थियो नि त हो। किनभने यिनीहरूलाई किन टुल दिनु पर्यो भन्दा ऊ पहिले नै के छ? असमान छ। त्यही भएर हामीले व्यवहार पनि असमान गर्यौँ। यदि बराबर भएको भए के हुन्थ्यो? हामी समान व्यवहार गर्नु पर्थ्यो, उसलाई पनि टुल दिनु पर्दैन थियो। त्यही भएर समता र समानता भनेको यही हो हैन। र यसलाई हामीले टुल दिउँ नि त, यो दुईटा टुल दिउँ। यो के भयो त? सकारात्मक विभेद पनि। विभेद त यसलाई टुल दिएनौँ नि त, यसलाई टुल दिएनौँ, यसलाई टुल दिउँ भनेपछि त्यो के भयो त? सकारात्मक विभेद हो। विभेद त विभेदै गरेको हो नि त। तर यसलाई हामीले टुल दिउँ किन भन्दा उसलाई बराबर पुर्याउनको लागि गरेको हुनाले त्यसलाई के भन्यो? सकारात्मक विभेद भन्यो। ल पछाडि देखाइदिनु भन्नुभएको नि पछाडि सब विभेद बन्द गर्नु।